नमस्कार सम्पूर्णलाई। म चाहिँ यो उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका 5 नम्बरमा अहिले भर्खर आइपुगेको छु। मेरो घर रौतामाई 7 मुर्पिची भए तापनि म उदयपुरगढीको यो पर्यटन क्षेत्रमा अझसम्म आइपुगेको थिएन। आज मलाई खुसी लागेको छ। यहाँ यतापट्टि आएपछि यहाँ चाहिँ बालबालिकाहरू खेल्ने यो घुम्ने पिङहरू देखिन्छ भने यतातिर पनि पिङ छ। पिङ चाहिँ यो माथि त्यो टावर, यो जुन हेर्ने ठाउँ टावर छ र यहाँ आएर हेर्दाखेरि चाहिँ हामीले यो यहाँ देख्दै हुनुहुन्छ। यो चाहिँ सेनवंशी राजा श्री उदयचन्द्र सेनको चाहिँ यहाँ शालिग यो खडा गरिएको छ है। यहाँ चाहिँ साथीहरू यसै गरी यतापट्टि अब घुम्दै आउँदाखेरि म यो प्रतीक्षालय छ भने यहाँदेखि सरर आउँछु म यो उदयपुरगढीको यो जुन मेन ढोका छ यहाँ। अब म यो ढोकाभित्र छिरेर चाहिँ केही साथीहरूलाई यहाँको दृश्यहरू पनि म देखाउन गइरहेको छु। र यो ढोका यो मूल ढोका हो। मूल ढोकामा यहाँ एउटा लेख पनि छ। यहाँनिर लेख पनि पढ्न सक्नुहुन्छ। यहाँदेखि यो भित्र ढोकाभित्र छिरिसकेपछि अब यहाँ चाहिँ यहाँ रमाउने बालबालिकाहरू चाहिँ थुप्रै देखिन्छ। यहाँ यो बालबालिकाहरू यहाँ चाहिँ आएर फोटो भिडियो टिकटक बनाउने यो चाहिँ स्टल रहेको छ। र अनि यहाँ चाहिँ यो के भन्छ, यो आर्मीले चलाउने यो टोप, सायद यो टोप पनि भन्छ होला यसलाई चाहिँ। यो टोप चाहिँ यहाँ यो दुईवटा यो सजाएर राखिएको छ। यहाँ यतापट्टि यो बालबालिकाहरू सबै प्रत्येक दिन यहाँ रमाउनको लागि आउनुहुन्छ, खुसी मनाउनलाई यहाँ आउनुहुन्छ। भनेदेखि यस्तो यहाँबाट हेर यता मन्दिर छ भने भनेदेखि यतापट्टि यो अर्को साइडमा चाहिँ यहाँ यो पिङ, यहाँ पिङ लगाइएको छ। यतापट्टि यो सबै पिङ चाहिँ रमाइलो गर्ने ठाउँ पनि छ। यहाँ बालबालिकै छन् यहाँ सबै बालबालिका। र म के भन्न चाहन्छु भने सम्पूर्ण साथीहरूलाई यो ठाउँमा एकपटक अवलोकन भ्रमण गरेर चाहिँ आफ्नो यो नेपालको उदयपुरको एउटा चिनारी पनि दिनु हुनको लागि अनुरोध गर्दछु।